नमस्ते सन्चै हुनुहुन्छ होला सबैजना। आज बिहिबार हो, बिहान चाहिँ सधैँभरि आज मैले पूजा सुरु गरेर बसेँ। अनि मैले के टाउको भारी भयो थियो, बसिरहेको थिएँ, टाउको दुखिरहेको थियो। अनि के यसरी गरौँ भनेर केही कुरा बोल्न मन लाग्यो होइन। भन्न त आउँदैन, एक्सप्लेन गर्न आउँदैन, जस्तो भित्र फिलिङ हुन्छ, बाहिर बोल्न सक्दैन क्या। टेन्सन भइरहेछ। अस्ति गएर डक्टर कहाँ गएर देखाएँ। अनि डक्टरले हेर्नुभयो, त्यो एमआरआईको रिपोर्ट फेरि हेर्नुभयो। अनि डक्टरले चाहिँ यो फुलेको चाहिँ त्यतिकै औषधिले पनि जाँदैन, अपरेसन गर्नै पर्छ भन्नुभएको छ। 2 हप्तापछि त्योभन्दा बढी नगर्नुहोस्, यता यसले नसाहरू थिचेर यो सर्दै नसाहरू थिच्छ। अनि तपाईँको हात झम्झाउने, पछि फेरि योबाट साइडबाट फेरि तल जान्छ, सर्दै जान्छ अरे भन्नुभएको छ। आफूलाई टेन्सन भएछ। अपरेसन भनेको टेन्सन, किनकि 2 वर्ष अगाडि पनि मैले पित्तको थैली निकालेँ, कस्तो दुख्यो, 2 महिना 3 महिना एकदम गाह्रो भयो दुखेर। त्यही भएर मलाई अपरेसन भनेकै टेन्सन हुन्छ भनेको। हेर्दाखेरि अब अरू चिजको डर पर्दैन, जुन भन्नुभयो त्यो चाहिँ डर हट्यो। तर यो बोसो चाहिँ यसभित्र बोसो चाहिँ निकाल्नै पर्छ अरे, त्यतिकै हुँदैन अरे। सानो होस् ठुलो होस् अपरेसन हो भनेपछि डर लागिहाल्छ। यसपालि मेरो 2-3 वर्षदेखि मेरो केही चिज राम्रो भएको छैन। 81, 82, 83 है, कुनै न कुनै ह्यापनिङहरू भइरहेको हुन्छ लाइफमा। कहिले के 2083 लाग्नु बित्तिकै पनि त्यस्तै टेन्सन। कहिले वीरगन्जमा घरहरू फोडियो, त्यहाँ गइयो, त्यो टेन्सन। मामा जानुभयो, त्यो टेन्सन है। तर मान्छेले बुझ्दैन किन के भएछ होइन। तर हेर्दाखेरि मान्छे आफ्नो भनेको आफ्नो हुन्छ, जतिकै अरूलाई आफ्नो बनाए पनि कहिले आफ्नो हुँदैन। सेल्फिस छ दुनियाँ। यस्तै कुराहरू के भन्ने। त्यही भएर आफूलाई खुसी राख्छु, भगवान्सँग प्रे गर्छु, निको होस् है, चाँडै होस्। त्यही अलिकति काम गर्न चाहिँ पनि गाह्रो छ, बिस्तारै गर्दैछु, आराम गरी के भने भगवान्ले पनि जति के गरे पनि सुन्दैन। आफू लेखेको चिज त्यो हुँदो रहेछ।